अब जेनजी पुस्तालाई आशीर्वाद होइन सुझाव दिनुपर्छ। मरेर गए, घाइते हुने घाइते भएर गए, तर आज स्वरसम्दाहरू राजनीति गरेर कुदिरहेका छन्। यो उमेर पुस्ताले मुलुकको परिवर्तन गर्न सकेन भने भोलिका दिनमा युवालाई आतंककारीको ट्याग लाग्नेछ। घाइतेका नाममा राजनीति गर्ने, शहीदका नाममा राजनीति गर्ने, अब व्यक्ति समर्थक भएर अगाडि बढ्ने होइन, अब विचार समर्थक भएर अगाडि बढ्नुपर्छ। यो विषम परिस्थितिमा धेरै विचारहरू राखेर हुँदैन, अब काम गर्नुपर्छ। काम गर्नका निम्ति नेपाली जनताले साथ दिनुपर्छ। यसका निम्ति अब आन्दोलन होइन, अब शान्तिपूर्ण तरिकाले अगाडि बढ्नुपर्छ भन्ने कुरामा हामी अघि बढ्न चाहन्छौँ। अलिकति के भएको छ भने मुलुक परिवर्तन गर्नका निम्ति अब नेपाली जनताले साथ दिनुपर्छ भन्ने कुरामा हामी अगाडि बढ्न चाहन्छौँ। त्यसो भएको हुँदा हामी के भन्न चाहन्छौँ भने अब कुनै पनि राजनीति नगरिकन घाइतेका नाममा राजनीति गर्ने, शहीदका नाममा राजनीति गर्ने, अब व्यक्ति समर्थक भएर अगाडि बढ्ने होइन, अब विचार समर्थक भएर अगाडि बढ्नुपर्छ। यो राष्ट्रिय बेला जो व्यक्तिले आह्वान गर्नुभयो, यो आह्वानमा मैले आफ्ना विचार राख्न पाउँदा म खुसी व्यक्त गर्न चाहन्छु। हामी अब खुल्ला रूपमा अगाडि बढ्नुपर्छ, नेपाली जनतालाई आह्वान गर्नुपर्छ। यदि खुल्ला मनमा यदि साथ दिन आउनुहुन्छ भनेदेखि हामी आह्वान गर्न चाहन्छौँ। हामी व्यक्ति जुधेका छौँ, भाइ जुधेका छौँ। आज छिमेकीको काकासँग झगडा गर्न खोजेका छौँ। एक अर्कासँग मिलेर हाम्रा यात्राहरू अगाडि बढाउन हामी एकजुट हुनुपर्छ भन्ने कुराको अवगत गर्न चाहन्छु। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, यहाँ उपस्थित जुन तरिकाले भएका छौँ, अब हामी यो देश र यो आन्दोलनको म्यान्डेट प्राप्त गर्नका निम्ति, प्रत्यक्ष कार्यकारीको निर्वाचन गर्नका निम्ति हामीले आन्दोलन गरेको हो। हामीले सुशासन कायम गर्नका निम्ति आन्दोलन गरे हो। हामीले जुन तरिका र जुन पद्धतिले आह्वान गरियो, जुन पद्धतिले आन्दोलन गरियो, अब फेरि आन्दोलनतर्फ जाने हो। म तपाईहरुलाई भन्न चाहन्छु, अब यो समर्थकको मान्छे म, त्यो समर्थकको मान्छे म भनेर अगाडि बढ्नुभन्दा पनि अब मुलुकको समर्थकको मान्छे, देशको समर्थकको मान्छे, लोकतन्त्र पक्षधर भएर अगाडि बढ्नुपर्छ। आज यतिखेर गणतन्त्रवादी राजावादी भएर भन्नुभन्दा पनि अब नेपाली भूमिप्रति प्रति म गर्न चाहन्छु, समर्पण गर्न चाहन्छु भनेर अगाडि बढ्नुपर्छ। यो मुलुक बनेमा नेपाली जनता खुसी हुन्छन्। यहाँनेरि यो मुलुक जेनजी पुस्ताको मात्रै होइन, यो जेनजी पुस्ता भनेको एउटा उमेर समूह हो। यो उमेर समूहमा कसैले पनि राजनीति नगरौँ। यदि मैले भनेको छ जहिले तैले के भनेको छ भने समर्थक व्यक्ति समर्थक कहिले पनि नबनाऊ, यो मुलुक र यो राज्यको समर्थक बनाऊ, सार्वभौम सत्ताको समर्थक बनाऊ भनेर अगाडि बढेको छु। त्यसो भएको हुँदा हामीले जति सक्दो, जति चाँडो, छिटोभन्दा छिटो, चाँडोभन्दा चाँडो म यही आह्वान गर्न चाहन्छु। यो भेला जुन तरिकाले घाइते र शहीद परिवारहरूलाई भेट्ने गरेको वातावरण सिर्जना गरिदिनु भयो, तपाईहरुलाई म हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईहरुका घर टोलमा आउन सकेको थिइनँ होला, तर जसरी भए पनि आउने बाचा गर्दै थिए। केही समय अलिकति के भयो, प्राकृतिक प्रकोप पर्यो, त्यतिखेर देशमा विषम परिस्थिति भयो, त्यही पनि